प्युठान सरुमा रानी 5 लुकलुकीको एक घरमा अचेल मौनता गुन्जिरहेछ। भित्तामा टाँसिएको एउटा पुरानो फोटोमा मुस्कुराइरहेका छन् मनबहादुर बराल अन्तिम पटक। त्यो मुस्कान अब उनका 4 वर्षीय छोरा युगान्तका लागि केवल स्मृतिको झल्को बन्यो। वैशाख 21 गते जम्मू कश्मीरको घुमाउरो पहाडी बाटोमा उनी सवार गाडी 500 मिटर तल खस्यो। भारतीय सेनाको 3 गोर्खा रेजिमेन्टमा कार्यरत 28 वर्षीय यो जवानको घटनास्थलमै ज्यान गयो। यो खबरले केवल एक परिवार होइन, पुरै गाउँलाई शोकमा डुबायो। मनबहादुर घरका जेठा छोरा थिए। करिब 9 वर्ष अघि राष्ट्र सेवकको आकांक्षा बोकेर भारतीय सेनामा भर्ती भएका उनी 1 वर्ष अघि जीवन सङ्गिनी मन्जु सारूलाई गुमाइसकेका थिए। त्यो घाउ अझै पुरिन नपाउँदै नियतिले फेरि प्रहार गर्यो। यसपटक उनी आफै बिदा भए। सानो छोरा युगान्त अझै जीवन के हो भनेर बुझ्न थालेका थिएनन्, तर उसले बाबुआमा दुवैलाई गुमाइसकेको छ। अब ती अनुहारहरूलाई केवल फोटोमा मात्र देख्नेछ। बाजी बजैको काँधमा ऊ हुर्किनेछ, त्यो वृद्ध आँखा जसले छोराको लास मात्रै देख्न पाए। घरको आँगन सुनसान छ। ढोका अडिसिएकी आमा बोल्न सक्दिनन्। बाबुले छाती ठोकी ठोकी आँसु झारिरहेका छन्। गाउँलेहरू भन्छन् मनबहादुर केवल छोरा होइन, उनी साहस, मुस्कान र मायाको प्रतीक थिए। हरेक चाडपर्वमा छुट्टी लिएर आउने उनका पाइला अब सधैँका लागि रोकिए। वडाध्यक्ष लक्ष्मी पल्ली आफै शोक सन्तप्त परिवारको घर पुगे। आँखामा आँसु, ओठमा सान्त्वनाका शब्द, तर ती शब्द युगान्तको बाल मनले अझै बुझ्न सकेको छैन। मनबहादुरका एक भाइ हाल भारतीय सेनामै कार्यरत छन्, अर्का गाउँमै छन्। अब ती दाजुभाइले आकाशतर्फ हेरेर सम्झाउनु पर्नेछ कसरी नियतिले जीवनको पाना पल्टाइदियो। अब युगान्तलाई केवल बाबुआमाको माया होइन, छिमेकीको सहारा, गाउँको काख, आफन्तको संरक्षण र अवसर आवश्यक छ। उसलाई टुहुरो बनाउने नियतिको त्यो अन्यायको सामना अब हामी सबैले सामूहिक रूपमा गर्नुपर्छ। श्रद्धाञ्जली स्वर्गीय मनबहादुर बराललाई, जो हाँस्दा गाउँ हाँस्थ्यो, रोएपछि गाउँ रोयो। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना।